हो, सगरमाथा जत्रो हाम्रो शिर छ, तराईको फाँट जत्रो हाम्रो छाती छ। तराईमा चाहिँ मेहनत गर्यो भने सुन यही उम्रिन्छ। त्यो सबै अवश्य पनि हामीले भन्न सक्छौँ। तर वास्तविकता यो पनि हो कि एसियाको सबैभन्दा गरिब मुलुक नेपाल हो, सबैभन्दा कमजोर मुलुक नेपाल हो। हाम्रो वास्तविकता भनेको हामी अत्यन्तै नै कमजोर, अशक्त, भाषणमा नेताहरूले यतिका रोजगार सृजना गर्नेछौँ, यतिका यो गर्नेछौँ भनेर पनि हुँदैन। उमेर 25 भए पनि एउटा लामो अवधि त देखिसकेको छु मैले पनि। तीतो सत्य के हो भने हरेक राष्ट्रको आफ्नो एउटा हैसियत त हुन्छ। आजभन्दा 20 वर्ष अगाडिको कुरा, आजको 10 वर्षमा हामीले साउथ एसियाको सबैभन्दा विकसित राष्ट्र त बनाउँछौँ। अर्को 5-10 वर्ष थप्यो भने युरोपीय राष्ट्रको चाहिँ मापदण्डमा जान्छौँ भनेर भन्नुहुन्थ्यो। तर आज हेर्नुहोस् त परिस्थिति, उहाँहरूले त्यो 20-25 वर्ष अगाडि भनेको आजको परिस्थिति हेर्नुहोस्। उहाँहरू अन्तर्राष्ट्रिय मञ्चमा जाँदा, युएनमा जाँदा या अन्य अन्तर्राष्ट्रिय मञ्चमा जाँदाखेरि आफ्नो गरिबीको बखान गर्नुहुन्छ, आफ्ना कमी कमजोरीको, राष्ट्रको कमी कमजोरीको, चाहे त्यो शिक्षामा होस्, चाहे त्यो स्वास्थ्यमा होस् गर्नुहुन्छ, ताकि के अनुदान पाइन्छ कि भनेर। आफ्नो कन्ट्री चाहिँ नि लिस्ट डेभलप कन्ट्री भएको कुराहरू गर्नुहुन्छ। र यहाँ र नेपाली जनताको सामु घोगरो फुलाएर चाहिँ नि अर्को 10 वर्षमा साउथ एसियाको सबैभन्दा शक्तिशाली राष्ट्र त बनाउँछौँ, अर्को 15-20 वर्ष दिनुभयो भने युरोपियन स्ट्यान्डर्डमा लान्छौँ भनेर। त्योभन्दा ठुलो बकवास के हुन सक्छ?